तपाईले पैसा कति कमाउनु भयो त्यो महत्त्वपूर्ण कुरा होइन, तर तपाईले कमाएको पैसाबाट कति बचत गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण हो। पैसा कमाउन जति गाह्रो छ त्यो भन्दा पनि पैसा बचाउन धेरै गाह्रो छ। हामी सबैले आफ्नो सामर्थ्य अनुसार पैसा कमाउँछौँ, तर त्यो कमाएको पैसा कहाँ जान्छ कसैले पनि पत्ता पाउँदैन। प्रत्येक व्यक्तिलाई पैसा कमाउन गाह्रो छ, तर कमाएको पैसा खर्च गर्नलाई धेरै सजिलो छ। हामीसँग जति धेरै पैसा आउँछ हामीले त्यति नै ठुलो सपना देख्न थाल्छौँ, जसले गर्दा पैसा पनि त्यति नै खर्च हुन थाल्छ र हाम्रो घरमा पैसा पनि टिक्न पाउँदैन। त्यसै कारणले पैसा बचाउनका लागि सबैभन्दा पहिले एउटा कहानी सुनौँ। एक महिलाले एक संस्थामा काम गर्ने गर्थिन्। उनले जम्मा 6 वर्षको अवधिसम्म मात्र जागिर गरिन्। त्यो 6 वर्षको अवधिमा उनले यति धेरै पैसा बचाइन् कि उनले 24 वर्षको उमेरमा जागिरबाट रिटायर लिइन्। हाम्रो सन्दर्भमा हेर्ने हो भने हामी अधिकांश व्यक्तिहरू 24 वर्षको उमेरमा बल्ल पढाइ पुरा गरेर जागिर गर्न थाल्छौँ, तर ती महिलाले 24 वर्षको उमेरमा जागिर छोडेकी थिइन्। उनले छोटो समयमा नै सफलता पाउनुको पछाडिको कारण थियो उनले जति कमाउँथिन् त्यो पैसा सधैँ बचत गर्थिन्। उनले पैसा बचाउनको लागि एउटा महत्त्वपूर्ण कदम चालिन्। उनले सबैभन्दा पहिले बाहिर गएर खाना खान छोडिन्, बाहिर घुमफिर गरेर पैसा खर्च गर्न बन्द गरिन्, महँगा कपडा लगाउन तथा फिल्म हेर्न जान छोडिन् र उनले बिहे पनि साधारण तरिकाले गरिन्। उनले बिहेमा थोरै मान्छे मात्र बोलाइन्, तीमध्ये पनि सबभन्दा गरिब व्यक्तिहरू। ती व्यक्तिहरूले आशीर्वाद स्वरूप दिएको पैसालाई पनि उनले लगानीमा लगाइन्। उनले पैसा खर्च गर्नुको सट्टा पैसा बचाउँथिन् र अलग अलग क्षेत्रमा लगानी गर्ने गर्थिन्। उनी काममा जाँदा पनि साइकलमा जाने गर्थिन्। यस कारणले गर्दा उनको पैसा बच्यो र उनले जागिरबाट रिटायर लिइन्। हो, तपाईको पनि यस्तै सफलताको लागि आज पैसा कसरी बचाउन सकिन्छ भन्ने उपायहरू तपाईहरुलाई हामी सुनाउनेछौँ। एकैछिन सुन्नुहोस् त। मैले तपाईँ जस्ता कम मानिस मात्र देखेको छु जो कम उमेरमा धेरै पैसा कमाउन चाहन्छन्। ती मानिसहरूमध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ आफ्नो जीवनमा पैसाको चिन्ताबाट छिट्टै मुक्ति पाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। तीमध्ये सबैभन्दा पहिलो उपाय छ, नम्बर 1 मा रहेको छ खर्चको नियन्त्रण गर्नुहोस्। तपाईको आम्दानी जति बढ्छ त्यति नै तपाईले खर्च पनि बढाउनुहुन्छ। यस्तो गल्तीले तपाईको आर्थिक स्तर कहिले पनि माथि उड्न सक्दैन। तपाईको जति नै आम्दानी बढे पनि खर्चहरूलाई घटाउने प्रयास गर्नुहोस्। जसरी तपाईले पहिले काम चलाइराख्नु भएको थियो त्यसरी नै चलाउनुहोस्, ताकि तपाईको खर्चबाट बचेको पैसालाई बचतमा लगाउनुहोस्। नम्बर 2, खर्चहरूलाई लेख्नुहोस्। तपाईँ हामी पैसा देखेपछि मन परी खर्च गर्ने गर्छौँ। तपाईलाई त्यति बेला थाहा नै हुँदैन कुन समयमा कति पैसा खर्च गर्नुभयो र आवश्यक कामको लागि गर्नुभयो कि अनावश्यक कामको लागि हो। त्यसकारण आफ्नो खर्चलाई कम गर्न र बचत बढाउनको लागि सबैभन्दा पहिले तपाईँ एउटा डायरी लिनुहोस् र खर्चको विवरण लेख्न थाल्नुहोस्। यसको मद्दतले तपाईले अन्दाज लगाउन सक्नुहुन्छ कि तपाईले कति फजुल खर्च गर्नुभयो। यस्तो गर्नाले तपाईलाई अनावश्यक खर्च गर्नबाट रोक्छ र त्यो भन्दा पनि ती अनावश्यक खर्च गर्ने पैसा भविष्यको लागि बचत गर्न सक्नुहुनेछ। नम्बर 3, घर बाहिर खाना खान छोड्नुहोस्। तपाईलाई लाग्छ कि कहिलेकाहीँ बाहिर खाना खानुपर्छ, खानाको स्वाद फेर्नुपर्छ। त्यसपछि तपाईँ वा सबै परिवार साथीभाइसँग खाना खानको लागि बाहिर जानुहुन्छ। त्यति बेला तपाईको धेरै पैसा खर्च हुन्छ। त्यसको सट्टा घरमा मनपर्ने खानको लागि सामान लिनुहोस् र घरमा नै बनाएर खानुहोस्। यसले तपाईलाई धेरै नै फाइदा पुर्याउँछ। त्यसकारण बाहिर खाने बानीलाई बन्द गर्नुहोस्। नम्बर 4, माछा मासु कम प्रयोग गर्नुहोस्। कसैको बानी हुन्छ दिनमा माछा मासु बिना खाना नखाने। दिनदिनै नखाए पनि हप्तामा 2 पटक त पक्कै पनि खाने गर्छन्। एक पटक सोच्नुहोस् त तपाईको माछा मासुमा कति खर्च भइरहेको छ। आफ्नो खर्चलाई कम गर्नुको लागि हप्तामा 2 पटक प्रयोग गर्नुहुन्छ भने 1 पटक प्रयोग गर्नुहोस्। त्योबाट बचेको पैसालाई तपाईले बचत गर्न सक्नुहुन्छ। त्यसैले माछा मासुलाई कम प्रयोग गर्नुहोस्। नम्बर 5, पुस्तकालयको फाइदा लिनुहोस्। यदि तपाईहरुलाई कुनै पुस्तक पढ्न मन लाग्यो भने, मनोरञ्जन लिन मन लाग्यो भने पुस्तकालयहरूको पनि प्रयोग गर्नुहोस्। यदि तपाईको घर नजिकै कुनै पुस्तकालय छ भने त्यसलाई नछोड्नुहोस्। त्यहाँ गएर तपाईहरुलाई मन पर्ने पुस्तक पढ्नुहोस्। पुस्तकालयको प्रयोग गर्नुभयो भने
तपाईँ मुभी हेर्न जाने पैसाको बचत गर्न थाल्नुहुन्छ र पुस्तक किन्ने पैसाको पनि बचत हुन्छ। त्यसैले पुस्तकालयलाई साथी बनाउनुहोस् र पुस्तकालयबाट अत्याधिक मात्रामा फाइदा लिनुहोस्। अर्को कुरा त पुस्तकले तपाईँको माइन्डसेट पनि चेन्ज गरिदिन्छ। तपाईँ कसरी सफल बन्न सक्नुहुन्छ भन्ने बाटो पत्ता लगाउन सक्नुहुन्छ। पुस्तकमा एउटा मानिसले बाँचेको 50-60 वर्षको जिन्दगी हुन्छ। त्यसबाट तपाईँले उसको जिन्दगीबारे सिक्न सक्नुहुन्छ र त्यही कुरा आफ्नो जीवनमा लागू गर्न सक्नुहुन्छ। त्यसैले सबैभन्दा धेरै पुस्तकालयको प्रयोग गर्नुहोस्। नम्बर 6, पुराना सबै सामग्रीहरूको बिक्री गर्नुहोस्। तपाईँले पुराना सामानहरूलाई बिक्री गर्न सक्नुभयो भने ती सामानहरू फुटेमा टुटेमा मर्मत गर्दा लाग्ने खर्चबाट बच्न सक्नुहुन्छ। यदि पुराना सामान तपाईँलाई मर्मत गर्नु छ र काम चलाउनु छ भने सोच्नुभयो भने तपाईँले ती सामानमा अनावश्यक खर्च मात्र गरिरहेको हुनुहुन्छ। अर्को कुरा, तपाईँहरूकोमा बिग्रिएको पुराना सामानहरू हुन थाले भने तिनलाई बेचिदिनुहोस्। त्यसबाट तपाईँले अर्को कुरा आम्दानी पनि गर्न सक्नुहुन्छ। तपाईँको घरमा कति धेरै काम नलाग्ने सामानहरू हुन सक्छ, तिनलाई राख्नुभन्दा बेच्नु र पैसा कमाउनु फाइदाजनक हुन्छ र त्यही पैसालाई लगानी गर्नुहोस् र बचत गर्नुहोस्। नम्बर 7, भोको समयमा सामान किन्न नजानुहोस्। यदि तपाईँ भोको समयमा सामान किन्न जानुहुन्छ भने तपाईँले आवश्यकताभन्दा बढी पैसा खर्च गर्नुहुन्छ। भोकको अवस्थामा सामान किन्न जाँदा तपाईँलाई एकदमै धेरै भोक लागिरहेको हुन्छ। तपाईँले धेरै मात्रामा सामानहरू किन्न थाल्नुहुन्छ। त्यसैले एक हप्ताको लागि एकै पटक सामानहरू किन्नुहोस् र सधैँ पसल जाने काम नगर्नुहोस्। यसरी तपाईँले पटक पटक हुने खर्चबाट बच्न सक्नुहुन्छ। नम्बर 8, पसलका खानाहरू खान बन्द गर्नुहोस्। पसलका सामानहरूलाई कम प्रयोग गर्नुहोस्। अहिलेको समयमा बजारका सामानहरू प्रत्येक व्यक्तिको रोजाइमा पर्ने गरेका छन् र तपाईँले पनि यस्ता सामानको अत्याधिक मात्रामा प्रयोग गर्नुहुन्छ, जसले गर्दा तपाईँको पैसा बजारका सामानहरूले लुटिरहेका हुन्छन्। तर तपाईँले थाहा पत्तो पाउनु भएको छैन। आजैदेखि यस्ता सामानको प्रयोग गर्न छोड्नुहोस्। मैले अहिलेको समयमा यस्ता जङ्क फुडहरूलाई प्रयोग गर्न छोडेको छु। तपाईँले पनि त्यो बानी अपनाउनु भयो भने तपाईँको एक त स्वास्थ्य राम्रो हुन्छ र अर्को कुरा तपाईँको पैसा पनि बचत हुन्छ। त्यही बचत भएको पैसालाई लगानी गर्नुहोस्। नम्बर 9, छुटको बारेमा सोध्नुहोस्। बजारका हरेक सामानहरूमा छुट लेखेको हुन्छ। तपाईँले कुनै पनि सामान लिँदै हुनुहुन्छ भने छुटको बारेमा कुरा गरेर मात्र सामान खरिद गर्नुहोस्। पसलेहरूले चलिरहेका मूल्यभन्दा बढी मूल्य भनिरहेका हुन्छन्। त्यसैले सजग भएर सामान किन्नुहोस् र खर्च हुनबाट बच्नुहोस्। नम्बर 10, किराना बिलहरू घटाउनुहोस्। किराना बिललाई घटाउनुको अर्थ तपाईँले सधैँ पसलबाट खरिद गर्ने केही सामानहरूलाई घटाउनुहोस्। अत्यावश्यक सामानहरूमा धेरै इच्छा नराख्नुहोस्। जस्तै तपाईँले तरकारी तथा फलफुलहरू धेरै मात्रामा खरिद गर्नुहुन्छ भने यदि यस्तो हो भने यसलाई खरिद गर्नुको सट्टा तपाईँको घर वरिपरि थोरै पनि जग्गा जमिन छ भने त्यसमा उत्पादन गर्नुहोस्। यसले पनि तपाईँको बचतलाई बढाउँछ र अर्को कुरा, आफ्नै घरमा उत्पादन चिजहरू, अर्ग्यानिक खानाहरू, यसमा प्रशस्त मात्रामा भिटामिन प्रोटिनहरू पाइन्छन्। त्यसैले आफैले उत्पादन गरेको खाना मात्र खानुहोस्। एउटा भनाइ छ, आम्दानीभन्दा धेरै पैसा खर्च गर्यो भने धनी पनि गरिब हुन सक्छ। त्यसैले तपाईँले पनि आम्दानीभन्दा धेरै अत्याधिक मात्रामा खर्च गर्न थाल्नुभयो भने तपाईँ पनि गरिब हुन बेर लाग्दैन। त्यसकारण आफ्नो आम्दानीबाट थोरै बचाउनुहोस् र लिमिट अनुसारको खर्च गर्नुहोस्। यदि तपाईँले खर्चबाट बचाएर थोरै बचत गर्न सक्नुभयो भने तपाईँ धनी बन्नबाट कसैले रोक्न सक्ने छैन र तपाईँले आम्दानीभन्दा धेरै खर्च गर्नुभयो भने तपाईँ गरिब बन्नबाट कसैले पनि रोक्न सक्ने छैन। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा धेरै धेरै शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार।